जसको लगानी विश्व बैंकमा सबभन्दा बढी छ, जसको लगानी IMF सबभन्दा बढी छ हैन, ती शक्ति केन्द्रहरूले उनले संसारभरि NGO INGO को नाममा करोडौं करोड डलर खर्च गरेका छन् आफ्नो उद्देश्य पूर्तिका निम्ति हैन। कैयौं NGOहरूले राम्रा काम पनि गरेका होलान् हैन, सामाजिक जीवनमा केही चाहिँ सहयोग पनि गरेका होलान्, मानव अधिकारको क्षेत्रमा केही काम पनि गरेका होलान्, तर त्यसको मूल पक्ष हैन NGO INGO मुभमेन्टको मूल पक्ष भनेको कमजोर मुलुकहरू, अविकसित वा विकासशील मुलुकहरूका गोप्यताहरू लिनु, त्यहाँ भाँडभैलो मचाउनु, त्यहाँ आफ्नो संस्कृति र आफ्नो उद्देश्यहरू घुसाउनु, आफ्नो आइडियाहरूद्वारा मानिसहरूको निर्माण गर्नु, व्यक्तित्वहरू निर्माण गर्नु, उनीहरूले त्यो काम गर्दै आएका छन् हैन। त्यो काम नेपालमा प्रशस्त मात्रामा भयो। पञ्चायत कालदेखि नै सुरु भएको हो यो है। पञ्चायत कालदेखि नै प्लान इन्टरनेसनल आयो यहाँ हैन, पञ्चायत कालदेखि नै आयो। त्यसपछि चाहिँ अब सबै आउँदै आउँदै 46 सालपछि बाढीहरू आए र यहाँका संसदवादी पार्टीहरूले त्यसबाट आउने पैसाबाट चाहिँ आफ्नो कार्यकर्ता पाल्ने हैन, आफ्नो सोख गर्नेतिर गए। तर त्यसको परिणाम के हुँदैछ, यो देशलाई कसरी खोक्रो बनाइदिएछ भन्ने कुरा उनीहरूले ध्यान दिएनन्, ध्यान दिनै सकेनन्, ध्यान दिनै सकेनन्। मैले त आफ्नो किताबमा लेखेको छु कि NGO INGOले अर्थमानवहरूको निर्माण गर्दछ। अर्थमानव अर्थ हैन, पैसा बाहेक यताउति केही पनि नहेर्ने मानव निर्माण गर्दछ, द्रव्य पिचासो हो निर्माण गर्दछ। र यसले नेपालमा यस्तो वर्ग निर्माण गरेको, मेरो किताब हेर्नु जात वार्ता भन्ने, त्यसमा मैले प्रश्न लेखेको छु हैन, त्योभन्दा अगाडिको किताब पनि लेखेको छु कि NGO INGOले नेपालमा चाहिँ एउटा यस्तो देखिँदाखेरि मध्यम वर्ग जस्तो देखिँदैछ हैन, तर चाहिँ त्यसको मानसिकता चाहिँ प्राकृत ढङ्गले हाम्रो समाजमा देखा पर्ने वास्तविक मध्यम वर्गभन्दा बिल्कुल विकृत खालको मानसिकताको मध्यम वर्ग निर्माण गर्दैछ है यसले हैन भनेर मैले भनेको थिएँ, विश्लेषणै गरेको छु मैले। त्यो विचित्रको कुरा छ, किन मध्यम वर्ग भनेको आफूभन्दा ठुलो पुँजीपति वर्गसँगको उत्पादनको प्रक्रियामा जन्मिने हो हैन, उत्पादनको प्रक्रियामा जन्मिनुपर्छ नि त मध्यम वर्ग त। तर NGO INGOले के गरिदिन्छ त भने विदेशीहरूको डिजाइनको, उनीहरूको प्रपोजलको, उनीहरूको योजनाबद्धताको निम्ति पैसा कमाउने मध्यम वर्ग जन्माइदिन्छ। विचित्रको मध्यम वर्ग, हेर्दाखेरि बुद्धिजीवी देखिन्छ त्यो हैन, हेर्दाखेरि एकदम सुटेड बुटेड देखिन्छ त्यो, हेर्दाखेरि एकदम संसारको सबै सूचनाहरूबाट एकदम सुसज्जित जस्तो देखिन्छ त्यो, सभ्य नागरिक देखिन्छ त्यो हैन, भ्रष्टाचार नगर्ने प्राणी जस्तो देखिन्छ त्यो। तर यथार्थमा त्यस्तो हुँदैन, त्यस्तो वर्ग नै जन्मिँदैछ नेपालमा भनेर मैले किताबमा, आफ्नो किताबमा विश्लेषणै गरेको थिएँ, जुन कुरा आज पुष्टि भएको छ हैन। त्यसकारणले यो त आंशिक रूपमा तपाईको तर्कसँग असहमत छैन म कि नेपाली समाजलाई भनौँ अथवा संसारका कमजोर देशहरूलाई अझ कमजोर बनाउनलाई चाहिँ गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आवरणमा त्यहाँको धर्म, परम्परा, सभ्यता, संस्कृति, परम्परा, भाषालाई थिलथिलो बनाइन्छ। सबैले होइन फेरि, तर बहुसंख्यकको तिनीहरूको ठिक छ तपाईको प्रस्तावनै त्यही। मैले पनि अघि भने कतिपयले राम्रो काम नै गरे होला, मैले भनेकै छु त्यो हैन। त्यसकारणले गर्दाखेरि नेपाल एउटा यो कतिपय साथीहरूले भन्ने गरेका छन् कि यो जहिले पनि राजनीतिक पार्टीहरू वा नेताहरू, विश्लेषकहरू चाहिँ यो चाहिँ विदेशीहरूले षड्यन्त्र भन्छन् र कन्स्पिरेन्सीको थ्योरी ल्याएर चाहिँ बिट मार्न खोज्छन् भन्छन् नि, तर त्यस्तो कुरा होइन। हामी सबैलाई थाहा छ, कुनै पनि विचारधाराको मान्छेलाई थाहा छ कि सुगौली सन्धिपछि यो देशमा लगातार प्रत्येक राजनीतिक आन्दोलन वा प्रत्येक सरकारी संयन्त्रको माइक्रो म्यानेजमेन्टमा समेत, सूक्ष्म व्यवस्थापनमा समेत वैदेशिक केन्द्रहरू चाहिँ आएका छन्, आउन खोजेका छन् र तिनीहरूसँग लड्दै यो देश बाँचेको हो भन्ने कुरा हामी सबै कन्भिन्स छौँ नि।